भाइ आज किन रिसाउनु भएको तपाईँ एकदम रिस देखिरहेको तपाईँ के हो रिसाउनु कारणै छ दादा के भयो थाहा छ अँ अब म त्यहाँ हान्नु जाएको थिएन आज ब्याग हानेको मैले ओके ब्याग हान्नु जाएको थिएँ त्यहाँ मान्छे एउटा हुन्छ नि सजेसन दिने मान्छे पनि अलिकति होस् न यत्रो भुँडी लिएर के भनिदिन्छ दादा भाई ब्रो आप ये मारेगा ना आपका इधर अच्छा नहीं आएगा ठीक है अब ये वाला मारो भन्छ अब त्यसले के गर्नु यार सजेसन पनि कुनले दिएको सजेसन दिने मान्छेलाई तलदेखि माथिसम्म हेऱ्यो होइन मैले तलदेखि माथिसम्म हेरेको मेरो हेर न छैन त छैन स्लिम चाहिँ जिम गरेर आएको होइन अनि यत्रो भुँडी बोकेर फेलात गर्दै हिँड्दैन होइन त्यस्तो मान्छेले सजेसन यो गर त्यो गर अरे के है गाह्रो छ अनि तिमी चाहिँ अनि हेर लुक्स हेर यसलाई भन्छ नि फिट अब तिमी जस्तो मान्छे आयो भने होइन तिमी जस्तो मान्छेले मलाई ओके यार यस्तो गर भनेर सजेस्ट दियो भने म के गरेँ मलाई त के गर्ने नि एक्सेप्ट गर्ने नि सुन्ने पनि के भनौँ यार रिसै भाइ थिएन त त्यतिखेर भाइ अलिकति बिजी थियो त्यही भनेको ठिक छ भोलि हान्नुपर्छ मजाले ल ओके गाइज थ्याङ्क यू फर वाचिङ होइन थ्याङ्क यू फर वाचिङ गाइस सी यू टुमोरो तर मजा